के को कट बनाउनु भएको भनेर भन्नुभएको छ अनि अरूहरूले पनि सोध्नु भएको छ के को यो के राख्नुभएको छ भनेर। मैले चाहिँ अन्नको बनाउनु लागेको छु अनि त्यही भएर चिउराको कनिका भुजा चिनी अनि यो मना हो है, गहुँलाई कुहाएर बनाएको यो नभई हुँदैन मना है। अन्नको बनाउँदाखेरि अन्नको हजुरले के को बनाउनुहुन्छ त्यही अनुसारको बनाउने हो। अनि चिनी मैले लिएछु, सक्खर पनि लिन सक्नुहुन्छ हजुरहरूले। अनि सबै सामानहरू मैले नापेर राखेँ ड्रममा हैन, ड्रममा राखिसकेँ। यो मना पनि राखेँ, मनामा हेर्नुहोस् त कस्तो धुलो आएको। अनि त्यसपछि पानी चाहिँ अब त्यही अनुसारको सामान अनुसारकै पानी नापेर राखिदिने। 200 को ड्रम छ, त्यति नै पानी हाल्छु म चाहिँ। अनि त्यसपछि यति पानीहरू सबै हालेर सबै सामान मिलाएर हालेर यसलाई चाहिँ घ्याप्प छोपिदिनुपर्छ। हावा कतैबाट नछिर्ने गरी छोप्नुपर्छ। छोपेको भिडियो मैले बनाउन सकिनँ, सरी। अनि त्यसपछि यो सुन्तला फलफुल पनि राखिदिएछु मैले, सुन्तला अनि जार राखिदिएछु। सुन्तला अलिअलि कुहेपछि जार पनि राखिदिएछु मैले चामलको बनाएको। अनि कति साथीले भन्नुभएको छ सेतो हुन्छ कसरी पहेँलो भयो, अनि यो सुन्तला राखेकोले पहेँलो भएछ साथी।